हेलो गाइस, शुभ बिहानी हजुरहरूलाई मेरो सानो ब्लगमा स्वागत छ। आज मङ्सिर 23 गते मेरो माइजूले बिहानै गुन्द्री बुन्दैछ। यो मङ्सिर पुस महिनामा चाहिँ हाम्रो यता मजाले गुन्द्रीहरू बुन्छ। पहिला सुरु चाहिँ हामीले खोलाबाट यो कुस काटेर ल्याउनु पर्छ। अनि त्यसपछि चाहिँ हामीले कुसलाई घाममा सुकाउनु पर्छ, 1 हप्ता जति सुक्ने गरी। अलिकति सुके पनि हुन्छ, तर धेरै सुके राम्रो हुन्छ। यसरी चाहिँ हामीले गुन्द्री बुन्न सकिन्छ। गुन्द्री हामीले सबै ठाउँमा युज गर्न सकिन्छ। जस्तै हामीले पाहुनाहरू आयो भने बिछाउन सकिन्छ चिसो मौसमको बेलामा। अनि खाटमा पनि बिछाउन सकिन्छ। जहाँ पनि यो गुन्द्री हामीलाई काम लाग्छ। त्यही भएर तपाईहरु पनि सिक्ने मन छ भने यो भिडियो हेरेर बनाउने कोसिस गर्नुहोला। यो भिडियो हेरेपछि तपाईहरुले मजाले जान्नुहुन्छ, किनभने मैले भिडियो बिस्तारै स्लो गरेर चाहिँ बनाएको, ताकि मेरो भ्युअर्सहरुले पनि राम्ररी बुझोस् अनि जानोस् भनेर। हेर्नुस्, यसरी कुसलाई मिलाएर हाल्नुपर्छ, दायाँ बायाँ गरेर तल माथि गरेर।